धन्यवाद बाबु नानीहरू हामीलाई एड फ्यामिली चिनाएर जानुभयो बाबु नानीहरूले हामीले ए भन्दै पढेका थियौँ भने हाम्रो बाबु नानीहरूले ए भन्दै पढ्नु भएको छ कतिजनाहरूलाई यो नबुझेर पनि असिलो भइरहेछ घरमा हामीले बाबा मम्मीले ए भनेर पढाइदिनुहुन्छ हामीले ए भनेर पढाउँछौँ त्यसको बिचको दूरीले गर्दाखेरि बाबु नानीहरूलाई एकतिर स्कुलमा एउटा चिज भनेर पढाइरहेछौँ घरमा अर्को चिज भएकोले धेरै गाह्रो भइरहेछ यो फोनिक साउन्डहरू चाहिँ मम्मी बाबाहरूले नि सिक्नुपर्छ है फोनिक साउन्ड मम्मी बाबाहरूले नि सिक्नु पर्यो बच्चा बाबाहरूलाई नि सजिलो हुन्छ त्यस्तै गरी हामी माझ अर्को नृत्य लिएर आउँदै हुनुहुन्छ कक्षा नर्सरीकै नानी बाबुहरू यो नेपाली शिर उचाली प्रतिज्ञा गिरी सुप्रिया अर्याल आद्या श्रेष्ठ आयोजा ढकाल सुभाना पोखरेल इनिका खनाल रियाज भट्टराई आयुष्मिन गुरुङ विपुल दाहाल सुदिन श्रेष्ठ आरव श्रेष्ठ दियान पुरी विपुल भाइ दिदी विपुल बोलाउँदा
धन्यवाद बाबु नानीहरूलाई। पछि यो नेपाली शिर उचाली संसारको कुना कुनामा पुग्न सफल छ। त्यस्तै गरी आफ्नो परिचय दिनको लागि, इन्ट्रोडक्सन दिनको लागि स्टेजमा आइदिनु हुन आद्या श्रेष्ठ, सुधीर श्रेष्ठ, राघव खनाल, सुभाना पोखरेललाई हार्दिक अनुरोध गर्दछु। आफ्नो परिचय दिएर जानुहुन्छ नानी बाबुहरूले। धन्यवाद बाबु नानीहरू। हिजो रुँदै गेटबाट समाएका हातहरूले आज माइक समातेर आफ्नो परिचय दिँदा साह्रै गर्व लाग्दो रहेछ। त्यस्तै गरी आफ्ना महत्त्वपूर्ण विचारहरू राखिदिनु हुन आजका विशिष्ट अतिथि हाम्रा यस विद्यालयका प्राचार्य श्री मदन पुरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। हेलो, थैंक यू मैडम। इस सभा का सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू विदा भएर गइसक्नु भएको छ। इसे हेडज्यू, सबै तहका मेरा आदरणीय साथीहरू, शिक्षक कर्मचारी मित्रहरू, अभिभावकज्यूहरू, प्यारा प्यारा बाबु नानीहरू, मङ्सिर 22 गतेबाट सुरु गरेको हाम्रो यो पेरेन्ट्स एसेम्ब्ली अभिभावक भेला बाबु नानीहरूले सिकेको कुरालाई उनीहरूले मञ्चमा आफ्नै तरिकाले आफ्नो बुवा आमाहरूलाई पेश गर्ने कार्यक्रम एनुअल फङ्सन पनि भनेर भनेका छौँ हामीले यसलाई। यस सभाका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, यहाँहरू
बाबु नानीहरूको कार्यक्रम हेर्नको लागि उत्सुक भएर बसिराख्नु भएको छ। साना बाबु नानीहरूले गरेका क्रियाकलापहरू रमाइलो लाग्छ, उनीहरू हिँडेको पनि रमाइलो लाग्छ, बसेको पनि रमाइलो लाग्छ, उफ्रिराखेको पनि रमाइलो लाग्छ। कुनै चिन्ता छैन, सबै कुरा सहजतापूर्वक काम गर्छ। उनीहरूलाई मन लागे सबै कुरा गरिदिन्छ, नत्र भने रोइदिन्छ, कि एकछिन तानातान गर्छ, झगडा गर्छ। यही क्रमलाई हामीले बालापन यी कुराहरू हेरिरहेका छौँ, यसैमा रमाइरहेका छौँ। मेरा आदरणीय अभिभावकजीहरू, पढाइ गर्ने शैली फरक भएको छ। पहिला पहिला कक्षा कोठामा राखेर सबै कुराहरू रोड लर्निङ भनेर भन्थ्यौँ हामीले, खालि सिकाउने, घोक्ने र घोक्ने मात्रै। अहिलेको पढाइ तरिका नयाँ तरिकाको पढाइ, उनीहरूले जानेको कुरा देखाउने, उनीहरूलाई अगाडि बढ्न लगाउने। पहिला पहिला थुप्रै बाबु नानीहरू हुन्थे, एउटा परिवारमा 5-6 जना छोराछोरीहरू हुन्थे, त्यसै कारण पनि त्यति धेरै महत्त्व हुँदैन थियो। अहिले एउटा परिवारमा एउटा बाबु एउटा नानी, 2 जना मुटुको टुक्रा जत्तिकै भएको छ। सबै शिक्षक मित्रहरू, सबै अभिभावकजीहरू, हामी सबैको केन्द्रबिन्दु नै साना बाबु नानीहरू भएका छौँ। यिनीहरूले नै भोलि देशको जिम्मेवारी सम्हाल्नु पर्नेछ। अहिलेदेखि यिनीहरूलाई हामीले ख्याल गर्नुपर्नेछ। अभिभावकजीहरू, बाबु नानीहरूको खानपिनमा विचार पुर्याइदिनु पर्नेछ। यहाँहरूले सबै कुराहरू, बजारमा देखिएका जङ्क फुडहरूले राम्रो गर्ने गरेको छैन, हृष्टपुष्ट बनाउँदैन, स्वस्थकर बनाउँदैन। बुद्धि विवेक बढाउने खानेकुराहरू, फलफुल, माछा मासु, दुध दही आदि इत्यादि कुराहरूलाई, घरमै भएका कुराहरूलाई अगाडि बढाइदिन हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। यहाँहरूसँग विनम्र अनुरोध। जङ्क फुडले बाबु नानीहरूको दिमागमा पनि ह्रास बनाउँछ, त्यसमा मिसाइएको केमिकलहरूले हड्डी कमजोर बनाउँछ। अहिले देखिएको बाबु नानीहरूको सामान्य लड्दा पनि, उफ्रिँदा पनि, हात खुट्टामा चाहिँ चोटपटक देखिन्छ। हजुर, हाम्रा साना साना नानीहरूले वृद्ध अशक्तलाई सहयोग गर्नुपर्छ भनेर सिकाएर जानुभयो। अहिले हामी कसैलाई बाटोमा असहाय देखे पनि नहेरिकन हिँड्ने चलनमा पुगिसकेका छौँ, व्यवस्था गर्ने गरेका छौँ। त्यस्तै बाबु नानीहरूले कुनै असहाय वृद्धहरूलाई सहयोग गर्नुपर्छ भनेर सिकाएर जानुभएको छ। त्यस्तै गरी हामीमा अब गाईको परिचय दिन, गाईको इन्ट्रोडक्सन दिन आउँदै हुनुहुन्छ परिचय पौडेल।
is a cabbage. This is a radish. This is a potato. This is a tomato. This is a carrot. This is an onion. This is a brinjal. Thank you. धन्यवाद बाबु हामीलाई भेजिटेबलहरूको नाम सिकाएर जानुभयो सिद्धार्थ गिरी त्यस्तै गरी हामीमा फ्रुट्स चिनाउन आउँदै हुनुहुन्छ शुभम घिमिरे Namaskar. My name is Shubham Jinde. I live in Nursery. And the food name. This is a papaya. This is a orange. This is a pineapple. This is a pineapple. This is a deer. This is a apple. This is a mango. This is a banana. Thank you. धन्यवाद बाबु आफ्नो तोते बोलीले हामीलाई फ्रुट्सहरू चिनाएर जानुभएकोमा त्यस्तै गरी हामीलाई सेप्स चिनाउन आउँदै हुनुहुन्छ कक्षा नर्सरीका नानी बाबुहरू प्रतिज्ञा गिरी सुप्रिया अर्याल आद्या श्रेष्ठ सिद्धान्त पुरी रिदिना आचार्य ध्यान पुरी शुभम घिमिरे रियान्स भट्टराई खोइ त ताली बजाउनै बिर्सिनु भयो कि के होला त बेला बेलामा ताली बजाएर नानी बाबुहरूलाई हौसला पनि दिइराख्नुहोस् यति सानो उमेरमा स्टेजमा आएर यति आनन्दले बोल्न सक्नुभएको छ प्रतिज्ञा गिरी प्रतिज्ञा गिरी
in diamond shape. I am yellow color. Thank you. Hello, I am triangle shape. I am in pink, purple color. Thank you. Hello, I am in star shape. I am white color. Thank you. धन्यवाद नानी बाबुहरूलाई। हामीलाई सेप्स आकारहरू चिनाएर जानुभएको छ। त्यस्तै गरी हामी माझहरूको सानो नृत्य लिएर आउँदै हुनुहुन्छ कक्षा नर्सरीका बाबुहरू वारी जमुना पारी जमुना, आयुष घिमिरे, आश्वत उपाध्याय, राघव खनाल, सार्थक खतिवडा, जीवन अधिकारी, सुभांश अधिकारी। वारी जमुना पारी जमुना। तालीले पनि हौसला दिइरहनुहोस् है नानी बाबुहरूलाई, ताली पनि बजाइरहनुहोस्। यति साना नानी बाबुहरू स्टेजमा आएर डान्स गर्दै हुनुहुन्छ, माइक समातेर बोल्दै हुनुहुन्छ, ताली त बजाउनै पर्छ नि होइन र? राघव खनाल,
सुन्तला र तिमी कहाँ छौ सुन्तला र तिमी कहाँ छौ म यहाँ छु आज तिमीलाई कस्तो छ सन्चै छु
धन्यवाद सन्चै छु धन्यवाद बागेर लुका सबै रङ तिमी कहाँ छौ सबै रङ तिमी कहाँ छौ हामी यहाँ छौँ आज तिमीलाई कस्तो छ सन्चै छु धन्यवाद सन्चै छु धन्यवाद बागेर लुका धन्यवाद धन्यवाद बाबुहरूलाई हामीलाई रङ चिनाएर जानुभएको छ ताली पनि बजाउँदै गर्नु साना नानीहरू मञ्चमा उपस्थित भएर बोलिरहनु भएको छ
स्टेजमा छु सबैजनाले मलाई हेर्नुभएको छ भन्ने डर पनि छैन कति आनन्द छ यहाँ उफ्रिरहनु भएको छ रमाइलो गरिरहनु भएको छ त्यस्तै गरी कार्यक्रम केही क्रममा हामी माझ राइम्स लिएर आउँदै हुनुहुन्छ कक्षा नर्सरीका बाबुहरू कक्षा नर्सरीका सबै बाबुहरू सुदिन श्रेष्ठ आयुष घिमिरे विपुल रियान खनाल कक्षा नर्सरीका सबै बाबुहरू बिहान पुरी सबैजना बाबुहरू डान्सको लागि तयारी भइदिनु होला
बाबुहरूलाई त्यस्तै गरी हामी माझ आजको अन्तिम प्रस्तुति कक्षा नर्सरीका नानीहरू कक्षा नर्सरीका सम्पूर्ण नानीहरू सानो नृत्य लिएर आउँदै हुनुहुन्छ आगनीको डिलमा
सेवा गर्ने कर्णधारहरू हामीमा हुनुहुन्छ। धन्यवाद नानीहरूलाई। त्यस्तै गरी एउटा सानो बाबुले म गीत गाउँछु भनेर रिक्वेस्ट गर्नुभएको छ, उहाँको रिक्वेस्टलाई धन्यवाद नानीलाई। त्यस्तै गरी समयको ख्याल राख्दै आजको यस कार्यक्रममा आफ्ना केही महत्त्वपूर्ण भनाइसहित हाम्रो आजको यस एनुअल फङ्सन सांस्कृतिक विविध कार्यक्रमलाई समापन गरिदिनु हुन यस कार्यक्रमका सभाध्यक्ष तथा सहायक प्राचार्य, यस विद्यालयका सहायक प्राचार्य श्री नारायण श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दै म यहाँहरू माझबाट बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद म्याम, थ्याङ्क यू सो मच। आदरणीय अभिभावकज्यूहरू, समय धेरै नै बितिसकेको छ। आदरणीय प्रमुख अतिथिज्यू गइसक्नु भएको छ। अध्यक्षज्यूले हामीलाई धेरै समय दिनुभएको छ। मलाई लाग्छ मङ्सिर 22 गते भन्नुभयो, के अरे सरले पनि मङ्सिर 22 गतेदेखि हामीले कार्यक्रम सञ्चालन गर्दै गयौँ। यो प्रत्येक क्लास वाइज कार्यक्रमहरू चलाउँदै जाँदाखेरि यहाँसम्म हामी आएर आज अन्तिम क्लास, यो अन्तिम एउटा प्रोग्राम सम्पन्न गऱ्यौँ। यो वर्षको मलाई लाग्छ यो अन्तिम प्रोग्राम हो। अब हामी लेखाइ पढाइमै बढी लाग्छौँ। आदरणीय अभिभावकहरू, बच्चाहरूले यति बेला त हामीहरूको पालामा त हामी खेल्थ्यौँ, यो स्कुलतिर आउने काम गर्थेनौँ होला,
अहिले पनि ठुलो माटोमा खेलिरहन्थ्यो होला बच्चाहरूले आएर आफ्नो समाजमा चाहिँ आफ्ना साथीहरूसँग दुई चार कुराहरू गर्दाखेरि कति रमाइलो लाग्दो रहेछ। तपाईँहरूले यिनीहरूले यो फुलमिल भएको हेर्दाखेरि पनि बच्चाहरूमा प्रगति के पनि देखियो। लेखाइ पढाइ त त्यो सामान्य यिनीहरूले लेखा पढाइ के गर्छन् यति बेला त खालि अब उनीहरू साथीमा कसरी साथीहरूसँग कसरी रमाउँछन्, टिममा कसरी काम गर्दा रहेछन्, यो हेर्ने कुरा होला। र यहाँ आएर माया गठाएर दुई चार कुरा बोल्दा बच्चाहरूले अनि आफूले हाउभाउ के निकालेर के कुरा गर्दा यसै रमाइलो हुँदो रहेछ। कति आनन्द लाग्यो। आदरणीय बाबुजीहरू तपाईँहरूले आनन्दसँग हेरिदिनु भयो यो कार्यक्रमलाई, हेरेर मनन गरिदिनु भयो, त्यसको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु तपाईँहरूप्रति। यस्तै यस्तै कार्यक्रममा फेरि पनि तपाईँहरूको सरसहयोगको लागि म अपेक्षा गर्न चाहन्छु। र विद्यालयले हजुरहरूलाई आफ्नो बालबालिकाहरूको यो प्रतिभा हेर्नको लागि जुन निमन्त्रणा गर्यो त्यसलाई स्वीकारेर आउनुभयो, यसको लागि तपाईँहरूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यी विद्यालयले गरेका गतिविधिहरू निहाल्दा यसमा भएका कमी कमजोरीहरू, यसका राम्रा पक्षहरूलाई पनि उजागर गर्नुपर्ने कुराहरूलाई पनि हजुरहरूले राखिदिनु होला भन्ने म अपेक्षा गर्न चाहन्छु। र यो स्कुल चाहिँ अहिलेको पठन संस्कृति चाहिँ स्कुल कल्चरमा मात्रै डिपेन्ड होइन कि अब स्कुलको क्लाइमेट पनि राम्रो हुनुपर्छ, विद्यार्थीहरू स्कुल आउन मन लाग्ने खालको वातावरण सिर्जना हुनुपर्छ भन्ने अहिले जनमानसमा यो देखिएको छ। र शिक्षाविदहरूले पनि भन्नुभएको कुरो यही छ। त्यही कारणले गर्दा हाम्रो विद्यालयमा सबै विद्यार्थीहरू आएर रमाइलोसँग आएर म स्कुल जान्छु भनेर आएर यहाँ सिक्न पाइन्छ, म साथीहरूसँग खेल्न पाइन्छ, म स्कुल जान्छु, म घर बस्दिनँ भन्ने वातावरण चाहिँ हामीले सृजना गर्न खोजेका हो। त्यसलाई कतिको सफल भयो भएन, अब हजुरहरूले हेरिदिएर यसलाई हामीलाई त्यो गतिविधिको मूल्याङ्कन गरिदिनु हुनको लागि अनुरोध गर्दै म यो कार्यक्रममा सबै पाहुनाहरू अहिले ड्यासमा आशिष कोही हुनुहुन्न, तथापि उहाँहरू बाहिरी भए पनि सबैमा मैले सम्झाउन चाहन्छु। र आदरणीय अभिभावकहरूलाई पनि तपाईँहरूप्रति म कृतज्ञ छु, विद्यालय कृतज्ञ छ, म भाइस प्रिन्सिपलको हैसियतले कृतज्ञ छु। हेड सरको अलिकति व्यस्तताको कारणले गर्दा सर काठमाडौँ जानुपर्ने र 2:30 बजेको टिकट उहाँले अलि भ्याउनु भएन। र उहाँ पनि अहिले रहेर यो कार्यक्रममा सधैँ पुरै अवलोकन गर्नु भएको भए गर्न पाउनु भएको अझै राम्रो हुन्थ्यो होला। र यस्तै कार्यक्रममा फेरि पनि उहाँ बस्नु नै हुनेछ। यी इत्यादि कुराहरू गर्दै म आदरणीय अभिभावकहरूलाई फेरि पनि तपाईँहरूप्रति म कृतज्ञ छु भन्दै मेरो यो आजको कार्यक्रमलाई यहीँ समापन भएको जानकारी पनि गराउन चाहन्छु। हस्त धन्यवाद। र म मैले एउटा बिर्सेँ, मेरा आदरणीय शिक्षक मित्रहरू तपाईँहरूको अहोरात्र खटाइ र यो म्याम यो प्ले ग्रुपको जिम्मेवारी सम्हालेर बस्नुभएको ज्ञानी म्याम, तपाईँहरूको अहोरात्र खटाइलाई पनि मैले बिर्सन चाहन्न। यो मैले बिर्सेर पनि म लास्टमा पनि मैले सम्झिन चाहेँ र तपाईँहरूको यो अथक प्रयत्नलाई मैले उच्च मूल्याङ्कन गरेको छु। विद्यालयले उच्च मूल्याङ्कन गर्दैछ भन्दै यो कार्यक्रमबाट म बिदा हुन चाहन्छु र सम्पूर्ण अभिभावकहरूलाई समापन भएको यो कार्यक्रम समापन भएको भोलि जानकारी गराउन चाहन्छु। नमस्कार।